यो देखिने र सुनिने वस्तु सब अनित्य भन्छ शास्त्रले। यहाँ कोही वस्तु अड्दैन, न त एक दिन समुद्र पनि सुकेर जान्छ, यो पृथ्वी पनि भासिएर जान्छ, हिमालमा पनि तलाउ जम्छ, समुद्र पनि खरानी हुन्छ, एक दिन त्यस्तो हुन्छ। यो विश्व ब्रह्माण्ड नै लय हुन्छ भने मानिस बच्ने त कुरै हुन सक्दैन। यहाँ न राजा रहे, न अमीर रहे, न फकीर रहे, कोही रहेन। यो विश्वलाई दुहुने वाला राजा पृथ्वी पनि रहेनन्, यो पृथ्वीलाई बोकेर हिँड्ने वाला हिरण्यकश्यप पनि रहेनन्। जसको राष्ट्रमा न खनी न जोतिकन उसका अर्डरले अन्न उत्पादन हुन्छ, त्यस्तो महान प्रतापी राजा हिरण्यकश्यप पनि मरे। रावण लोकरावण नमुची सब मरे, कोही साथमा जाँदैन, कसैले केही लगेन। लयो दुईटा कुरा महाराज, एउटा कृति लयो, यहाँ छोड्यो कृति, फलानाले यति काम गर्यो भन्ने कृति रह्यो। जस्तो प्रकारले अहिले बिल्डिङहरू पनि राखेका छन्, फलानाको बिल्डिङ, हवेली, महल, फलानाको शालिग इत्यादि। यो चाहिँ जब के भयो, कृति हो। अनि त्यसपछिबाट अर्को वस्तु के रह्यो, साथमा रहेको पाप र पुण्य साथैमा गयो, यहाँ केही रहेन। यसै कारणले गर्दाखेरिमा जीवन र जगतलाई चरा कराए पनि श्री कृष्णार्पणमस्तु भनिकन ईश्वरमाथि अर्पण गर्न सक्नु जो हो मानवीय गुण धर्म हो, यो शाश्वत ज्ञान हो। यो साथमा केही नजाने कुरा, यो संसारको एकछिनको खेल हो। जस्तो एउटा मानिसहरू गाडीमा चढ्छन्, ट्रेनमा चढ्छन्, प्लेनमा चढ्छन्, त एकछिन बसुन्जेलसम्म त्यो प्लेन मेरो हुन्छ, त्यो टिकटको टाइम छ उन्जेल त्यो गाडी मेरो हुन्छ, त्यो ट्रेन मेरो हुन्छ, त्यो सिट मेरो हुन्छ। तर आखिरमा गएर त्यसको जब पैसाको समय समाप्ति भएपछि त्यो ट्रेन, त्यो गाडी, त्यो प्लेन आफ्नो हुँदैन। त्यो पनि खेलको परिणाम हुन्छ। परिणाम जब सकिसकेपछि न त यो घर आफ्नो हुन्छ, न यो पृथ्वी आफ्नो हुन्छ, न यो यहाँको पद प्रतिष्ठा आफ्नो हुन्छ, यहाँ राज्य सत्ता नै आफ्नो हुन्छ। यसरी नै बुझ्नु।